जय प्रेम। यति बेला म निर्वाणिक आश्रममा आएको छु। हाम्रो अति आदरणीय दावा सर अनि हाम्रो बुद्धिलाल जो पापा हुनुहुन्छ। अनि म चाहिँ हजुरहरूलाई हाम्रो निर्वाणिक आश्रमको यो पछाडि साइडको जो चाहिँ यो है ठुलो भवन छ त्यो पछाडि साइडको हजुरहरूलाई यो भ्यू देखाउन गइरहेछु। अति राम्रो आजको दिनहरू भएको छ र अनि यहाँ चाहिँ हाम्रो ठुल्ठुलो एसीको मेसिनहरू राख्ने हामीले जानकारी पाएका छौँ र यो अत्यन्तै सुन्दर र अति राम्रो बनाउनु भएको छ उहाँहरूले। र अहिले भने चाहिँ प्रायः हाम्रो कामहरू कम्प्लिट भइसकेको छ र बाहिरबाट यो जुन चाहिँ सनप्रुफ च्यादरहरू लगाइसक्नु भएको रहेछ र अति राम्रो छ यो है। दिनले पनि साथ दिएको छ, अति राम्रो छ। हेर्नुहोस् है, आजको हाम्रो टुरिस्टहरू हुनुहुन्छ उहाँहरू चाहिँ दावा सर र हाम्रो बुद्धिलाल बाबा। र आज भन्छ हामी यो निर्वाणिक आश्रममा आएको छौँ र यो निर्वाणिक आश्रम अति नै राम्रो छ है। यहाँनिर हजुरलाई यो देखाउन चाहे र हेर्नुहोस् है यो हाम्रो निर्वाणिक आश्रमको भ्यू कति राम्रो छ है। प्राय कामहरू यो भित्र पनि कम्प्लिट भइसकेको छ है। साथीहरू, हाम्रो निर्वाणिक आश्रम नन्दगाउँको यो प्लाजाबाट है लिएको मैले पारी यो है मौलाबारे बजार माबुङ दोक्सिङहरू भन्ने जग्गाको यो भ्यू है हजुरहरूलाई यहाँबाट मैले देखाइरहेको छु। अनि यहाँ गाडी कुद्छ, कति सुन्दर देखिन्छ है। एकदमै राम्रो र एकदमै राम्रो भएको छ। अनि यहाँ माथि हाम्रो है ठुलो हाम्रो स्पिरिचुअल कम्प्लेक्स यानि कि है हर्बल हिलिङ मेडिटेसन है हाम्रो ठुलो हल छ यहाँनिर। अनि पल्लो छेउमा हजुरहरूले देख्नु हुँदैछ त्यो हस्पिटल हो। र अहिले भने चाहिँ हामी यहाँ घुम्न आएका छौँ। धेरै रमाइलो जग्गा छ र यो प्लाजा पनि अति ठुलो बनिएको छ र एकदम राम्रोसँगले बनिरहेको छ है। र यो प्लाजाको अब भने चाहिँ अझै यहाँदेखि एक स्ल्याब माथि जान्छ। अनि यहाँ अहिले चाहिँ काम भइरहेको रहेछ। सबैजना खाजा खान जानुभएको छ भैयाहरू है। हजुरलाई यहाँबाट देखाउन चाहे मेडिटेसन डोमको भित्र भाग यस्तो छ है। हेर्नुहोस् है हजुर, यहाँनिर भैयाहरूले काम गरिरहनु भएको छ। यहाँनिर टक्सक टुक्सुक बसेको छ। भैयाहरूको काम एकदम तीव्र रूपमा चलिरहेछ। वाउ, भेरी भेरी नाइस। अनि भित्रतिर एसीको जति पनि मेसिनहरू छ यो सबै पसिसकेको छ यो भित्र।